श्रीमान सागर शर्माले जिल्ला पञ्चायतको चुनावमा उम्मेदवारी दिएका समयमा नै जनतालाई स्पष्ट रूपमा यो वाचा गर्नुभएको थियो कि उहाँ निर्वाचित भए पश्चात आफ्नो काम, जिम्मेवारी र जनसेवाका हरेक पक्षको प्रगति प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक रूपमा प्रस्तुत गर्नुहुनेछ। निर्वाचित भए पश्चात उहाँले आफ्नो उक्त प्रतिज्ञा पूरा गर्दै हरेक वर्षमा भएका विकास, निर्माण तथा जनकल्याणका कामहरूको विस्तृत प्रगति प्रतिवेदन जनता सामु राख्दै आउनु भएको छ। आज भने हामीले उहाँको 5औं वित्तीय बजेट या भनौं फाइनेन्सियल बजेट अथवा भनौं साल 2024 देखि साल 2025 मा उहाँको योगदानको बारे थोरै चर्चा गर्न गइरहेका छौं। तर त्यसभन्दा पहिले हजुरहरूलाई यो जानकारी दिन चाहन्छु कि यदि यहाँ उल्लेख गरिएका कुनै पनि कामहरू नभएको महसुस भयो अथवा कुनै पनि विषयमा सुझाव, टिप्पणी वा आलोचना गर्न चाहनुहुन्छ भने निसंकोच भई आफ्नो विचार, सुझाव र प्रतिक्रियालाई साझा गरिदिनुहोला। यति भन्दै सागर शर्माले विभिन्न क्षेत्रहरूमा दिनुभएको योगदानको एक झलक अब हामी हेर्नेछौँ। सर्वप्रथम उहाँले वर्तमान युगमा गुणस्तर शिक्षाको महत्त्वलाई मध्यनजर राख्दै कक्षा 12 का वाणिज्य र कला संकायका छात्र या भनौं आर्ट्स एन्ड कमर्स का विद्यार्थी साथै कक्षा 10 का विद्यार्थीहरूका लागि निशुल्क शिक्षण सञ्चालन गर्नुभएको थियो, जसमा करिब 80 जना विद्यार्थीहरू सहभागी भएका थिए। त्यसै गरी कृषि अफिस MGSS लाई रेलिङ, डाइनिङ टेबल, चेयर, दराज, भट्टी चुला जस्ता आवश्यक सामानको वितरण गराइयो। मिडल गेजिङ स्कुललाई व्हाइट बोर्ड साथै रेथाङ मालवासे विद्यालयमा बस्ने चेयर नि वितरण गरिएको छ। यसरी नै लेकसेप सामाजिक मैदानमा प्रवेशद्वार अथवा भनौं गेटको निर्माण नि सागर शर्माकै नेतृत्वमा गरियो। केही प्राथमिक पाठशालाहरू जस्तै मालबासे, रेथाङ साथै MSS लेकसेप समाजमा पनि चेयर वितरण गरिएको छ। सरकारी सडकदेखि देवी शर्माको घरसम्म साथै लोअर गेजिङमा सीसी फुटपाथको निर्माण नि गरिएको छ। यस्तै प्रकारले धेरै NGOs र सरकारी कार्यालयमा रु 2,70,111 रकमको प्रयोग गरेर कैयौं आवश्यक सामग्रीको वितरण नि गरिएको छ, जसलाई एकै मुष्टमा वर्णन गर्नुपर्दा निम्न नामवालीहरू यस प्रकार छन्। जन सुरक्षा समाज 6 माइल, ITI गेजिङ, जन कल्याण समाज 5 माइल, प्रगति समाज 8 माइल, रेथाङ यङ स्टार क्लब, न्यू विजन क्लब 4 माइल, मिलन समाज 2 माइल, प्रतिभा समाज 6 माइल, रेन्जिङ सेवा समिति 2 माइल, 1 KRS लेकसेप, गाउँ सुरक्षा समाज मालबासे इत्यादि। यस भिडियोमा हामीले सागर शर्माको साल 2024 देखि साल 2025 बीचको योगदान हेरेका छौं भने अब आउने साल 2025 देखि 2026 को प्रगति प्रतिवेदन लिएर हामी अर्को वर्ष फेरि यसरी नै ल्याउनेछौं। यो भिडियो हेरे पश्चात तपाईको प्रतिक्रिया र सुझाव हामीलाई अवश्य साझा गर्नुहोला। धन्यवाद।